नमस्कार सम्पूर्णमा म भुटानी भाइ विशाल चौहान आज पनि फेरि सहयोगी मनका धनी मेरो प्यारो भाइ डमर उहाँले पनि यो घरमा आज बेग्लै प्रकारको खुसी छरिदिनु भएको छ। थ्याङ्क यू सो मच, बिग रेस्पेक्ट पनि भन्न चाहे सबैजना नानीहरूलाई कपडा प्लस अङ्कल आन्टीहरूलाई पनि कपडा अनि बिरामीको लागि पनि फाल्टै 7,000 सहयोग गरिदिनु भएको छ। थ्याङ्क यू सो मच, धेरै धेरै माया भन्न चाहे। तिमीहरू खुसी भयौ? तिमी खुसी हो? अङ्कललाई के भन्छौ त? थ्याङ्क यू। ए तिमी? थ्याङ्क यू अङ्कल भन्नुहोस् ल। थ्याङ्क यू सो मच मेरो भाइ। अहिले एउटा भाइ चाहिँ त्यहाँ साथीकोमा खेल्न गएको रहेछ, उसको दाजु अनि उसको दिदी त्यहाँ के काम गर्दैछन्। सबैजनालाई ल्याइदिएको छु मैले अनि बिरामी दिदीलाई पनि ल्याइदिएको छु, दाजुलाई पनि ल्याइदिएको छु, सबैजनालाई ल्याइदिएको छु। थ्याङ्क यू सो मच। अनि तिमीले मलाई पनि सपोर्ट गरेको छौ, थ्याङ्क यू, हृदयबाटै धन्यवाद मेरो भाइलाई। अनि मेरो काम कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनुहोस् है त हजुरहरूले। भाइले चाहिँ 17,000 लगभग सहयोग गरिदिनु भएको थियो। 7,000 यहाँ बिरामीको लागि अरू लत्ता कपडा किन्नु अनि दाइलाई पनि 1-2 हजार राख्नु है भन्नुभएको थियो। थ्याङ्क यू सो मच है त मेरो भाइलाई। तिमीले जसो भन्यौ त्यही हिसाबले गरेको छु। थ्याङ्क यू। यो लगेर दिदीलाई दिनु लगाइदिनु ल। अहिले हेर नानी सुतेको। ए कान्छी उठ, आऊ यो नाना लगाउनु ल। आऊ उठ ल। हो त्यो खोलेर यो लगाऊ ल। ए ठुली छोरीको लागि चाहिँ मैले यो ठुली छोरीलाई ल यतिमा अहिले लगाइहाल्नु ल। यो दुइटै होइन? दुइटै सेटै हो त, नानीलाई लगाइदिनु। अनि यो तिम्रो होइन? यहाँ सेटै खेल्नु लगाउ त। यो चाहिँ जेठालाई ल, सेटै त उनीहरूलाई एकै खालको ल्याएको जेठालाई गरिदिनु ल। अनि यो चाहिँ तपाईँलाई है, तपाईँलाई ल। ल मैले सबैजनालाई कपडा पनि मेरो भाइले भने अनुसारै मैले दिइसकेको छु। अब मैले रहेको 7,000 लगभग पैसा भाइले जति भनेको थियो त्यति नै 7,000 चाहिँ दिदीलाई बिरामी दिदीलाई दिनु भनेको थिएँ र मैले यो रकम दिँदैछु। तपाईँहरूले मेरो काम कस्तो लाग्छ लाइक कमेन्ट सेयर गरिदिनु चाहिँ नभुल्नु होला है त। 7,000 रुपियाँ पैसा छ होइन? यो चाहिँ बिरामीको लागि हो। अनि तपाईँहरूलाई कपडाहरू किनेर 7,000 रुपियाँ पैसा दिनु भन्नुभएको थियो मेरो भाइले र मैले चाहिँ ल्याइदिन्छु। के भन्न चाहनुहुन्छ त तपाईँ उहाँलाई? थ्याङ्क यू सो मच मेरो भाइ डम्मर। तिमीले आफ्नो ममतामय आमाको सम्झनामा गरेको यो सहयोगलाई म सधैँ सम्मान गर्दै धेरै धेरै माया पनि भन्न चाहेँ। यसरी नै अरूको दिन दुखीहरूको लागि चाहिँ सहयोग गर्ने भावना राखिदिनु होला। मान्छे भइसकेपछि अरूको दुःख पनि आफ्नो दुःख हो। मलाई पनि भोलिको दिन देखेको हुँदैन कसैले। यस्तो दुःख सबैलाई पर्न सक्छ भन्ने भावना चाहिँ सबैको पर्छ। जस्तै अब अहिले हाम्रो प्यारो भाइ भीम बर्देवाले आफूले सोच त बनाए तर पैसा पठाउनुको लागि अलिकति टाइम लाग्ने भएर उहाँको यत्रो महान सोच कि उहाँले हाम्रो कल्याण भाइलाई भाइ तिमी 10,000 रुपियाँ दिँदै गर है, म तिमीलाई पठाइदिन्छु भनेर भन्दै गर्दा कल्याण भाइले मलाई 10,000 मेरो भीम बर्देवा भाइको दिएको छ। अनि त्यो रकम प्लस हाम्रो सिर्जना बहिनीको 1500 पैसा पनि लिएर आइसकेको छु। यो भाइको महान सोचलाई मैले हृदयबाटै थ्याङ्क यू सो मच भन्न चाहेँ। बिग रेस्पेक्ट, लभ यू मेरो भाइ। यो चाहिँ हाम्रो एनएचए ग्राउन्ड। यो जाली चाहिँ भर्खरै मैले बल खेलाएर उब्रेको पैसा लगाइदिएको र
उहाँ बिरामी दिदीको घर चाहिँ यो हो। उहाँहरूको अवस्था चाहिँ यस्तो छ। त्यही भएर पनि मलाई अति धेरै माया लागेर यो सब गरिरहेको छु मैले उहाँको उपचार। यो चाहिँ के रहेछ? यहाँ चाहिँ किचन रहेछ, बिचराहरूको किचन। यो किचन रहेछ, यो किचन। अनि यो चाहिँ अस्ति मैले भर्खरै गाडिदिएको कल हो यो। अनि मेरो चाहिँ भाइ बहिनीहरू चाहिँ यसरी मैले बिहान बेलुका ट्रेनिङ दिने गर्छु।